दामी भइहाल्यो नि अन्त यति भएपछि त अन्त फल्यो नि त हौ निकै छ है। बोडीको मालिकमा हेर्नुहोस् रातो लाउने चाहिँ बोडीको मालिक यो एकदम यहाँनिर हुँदैछ हो। खतरा छ सानोतिनो लुते ज्यान भएको पुरुषहरू आउनु भयो भने चाहिँ घाइते हुन्छ। यहाँनिर यस्तो दामी फलेको पनि छ यहाँनिर। ल बोडी चाहिँ खिच्याएको गरिँदो रहेछ र त हौ आँखै नदेखेर यहाँनिर खै ए हो। यहाँनिर यस्तो फलेको छ टमाटरहरू पनि हो। यो चाहिँ लसुन हो। यहाँनिर चाहिँ हाम्रो जागृति प्रड्युसर ग्रुपको सदस्य श्रीमती इन्द्र कुमारी राई र सुशीला राईको बारी हो यहाँनिर चाहिँ हो। यहाँनिर मुला फलिरहेको छ तपाईँहरूको हो। यहाँनिर गाजरहरू हो एकदमै। यहाँनिर मुलाको यहाँ चाहिँ मुलाको बिउ राख्नु भएको रहेछ हो। दामी छ। बडीले चाहिँ अब के रोप्नु हुने यस्तो बनाएर घरमा गएर? मकै सकै भएको सबै उम्रिसक्यो त काँक्राहरू पनि हो। कुखुराले त्यही त राखेन। त्यही त है कुखुराले साह्रै बिगार्छ नि त हौ। सबैजना मटनमा चाहिँ फल्दो रहेछ है। फल्दो रहेछ यो। अब यो एकदम सिस्टमेटिक हो नि त। कोही मिनेट त देखाउनु न बाँध्दाखेरि जानु टाइट बाँध्यो हुन्छ नि। एकछिन भएन क्रस बान्नु नि गरे क्रस अझै एक गर्नुपर्छ है। बुहारीले पाराले हैन क्रसै गर्नु नि त्यसलाई उँभोपट्टिबाट लानु नि हैन। कताबाट ले बान्दै गरेको अरे मुबाट लानु नि अझै एउटा बान्नु डोरी छ भने के राम्रो खै यो दिल जस्तो एउटा ऊ यहाँ काटिहालेको छ हौ। बाँधिदिनु तर यो सानै रहेछ भन्ने। यो चाहिँ अलिकति बाँसले कमिलो हो नि त। मलाई एकछिन ए त्यो साइड काट्ने खुकुरीले यति राम्रो छ। खुकुरी छुरी एउटा भनाइ छ कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ भन्ने। र यहाँनिर चाहिँ हाम्रो दिदीबहिनीहरूले चाहिँ हो आजको समयमा मोडर्न टेक्नोलोजीलाई अप्नाउँदै यहाँनिर गभर्मेन्टले पनि धेरै मात्रामा अर्ग्यानिक सागसब्जीलाई प्रायोरिटाइज गर्दै आएको छ है। र यसलाई नै चिन्तन मनन गर्दै जागृति प्रड्युसर ग्रुपका सदस्यहरूले पनि सिआरपीको हेल्पले यहाँनिर मचान खेतीको ट्रेनिङ दिनुहुँदैछ। डबल बनाउनुस् पहिला एकपल्ट फेरि अझै एकपल्ट घुमाउनुस् न। यो आउनु चाहिँ यतापट्टि पछि यो लुज भयो तानो न अलिक लामो तपाईहरु यो खोलेर चाहिँ फेरि टाइट गर्नु हो। यो मास चाहिँ लुज चाहिँ हुन्छ किन भन्नुस् त सुकाउनु राम्रो हुन्छ नि त्यसो। यो चाहिँ यो चाहिँ चलाउनु यो चाहिँ टाइट गर्छु नि यो डोरी गर्नुहोस् त। यो यसरी हल्लेको हुँदैन नि त हल्लेको है पुरा हल्ले नि यो चाहिँ अब अहिले यस्तो गरेर तपाईहरुले फेरि पछि बनाउनु सक्नुहुन्छ। त्यो आँखादेखि भित्रै लानुहोस् न।
अब यता ल्याउनु त्यही त बताइदिनुहोस् खुकुरी भन्ने जन्तु यो त मुर्ख भएछ अनि यो बाँस त सर्दैछ काटी त यहाँ ठोक्नुपर्छ नि त यो चाहिँ डल्लै धागो यहाँ गर्नु भएन आज त यो नाटकमा त बहिनीले यसलाई यस्तो अरे भोलि नाटकमै पनि राम्रो बनाएको छ अरूतिर ल है अन्त्यमा चाहिँ हाम्रो मचान खेती गर्ने मचान चाहिँ रेडी भयो। यो चाहिँ एकदम मोडर्न टेक्नोलोजी जसमा चाहिँ अब त्यो थाङ्ग्राहरूमा होइन बाँसहरू लगाएर केहरू लगाएर गर्यो भने चाहिँ यो चाहिँ एकदमै राम्रो हामीले आफै बनाउन पनि सक्ने हो। अनि यहाँनिर रेडी भयो। अब यहाँनिर अलिक समय पछाडि यहाँनिर सिमी फल्ने छ त्यस समयमा तपाईँहरूलाई देखाउने छु। बाई बाई। अब सबैजनाले यसरी यो घरमा गएर यो प्र्याक्टिस गर्नु डेमोन्स्ट्रेसन त्यहाँबाट मजाले फलाएर चाहिँ सबैजनाले दामी लाग्यो मलाई चाहिँ एकदम राम्रो लाग्यो। फेरि रोप्नुपर्छ उम्रिहाल्छ। परसन काट्नु तपाईँ नापेर काट्नु यहाँ काट्दिनु अलिक पर कुकुरी खै एकजना यहाँबाट आउनुहोस् यसरी कुदाउनु ल अझै एकपल्ट पठाउनुहोस् माथि पनि हुन्छ। यहाँनिर चाहिँ एकदम फेरि हो यो बनाइसके पछाडि चाहिँ ट्रेनिङ हुँदैछ। लड्छ हौ नाम्छु कहाँ कुदेको नानी लड्छ। यहाँनिर चाहिँ यो हाम्रो यो मचान खेतीको लागि मचान बनाइसक्यो सबैजना दिदीबहिनीहरू मिलेर। अब हामी चाहिँ जाँदैछौँ है तलतिर। अब सक्यो आजको ट्रेनिङ कम्प्लिट एकदम। अघि त यहाँ त यस्तो थिएन त यहाँ त फेरि बारबुर पनि भएछ त।